नमस्कार सम्पूर्णमा। अहिले हामी मर्स्याङ्दी गाउँपालिका वार्ड नम्बर 9 मा रहेको लामा गाउँमा जाँदैछौँ। बर्खा लागिसक्यो, बाटोको अवस्था एकदमै नाजुक छ। हाइवेमा रहेको बगैँचा भन्ने ठाउँमा खाना खाएर हामी निस्किएका थियौँ। हामी पुग्नुपर्ने ठाउँसम्मै पुर्याउन भनेर आउनुभएको थियो दाइ, तर बाटोको अवस्थाले गर्दा उहाँलाई चाहिँ बिच बाटोबाटै फर्किनु पर्यो। हामी लगभग 2 दिनको कार्यक्रम लिएर त्यो ठाउँमा जाँदैछौँ। हेरौँ अगाडिको अवस्था कस्तो छ। बाटोको अवस्था यस्तो रहेको छ। प्रकृतिको अगाडि कसैको केही लाग्दैन। कतिपय समस्याहरूलाई मानवीय प्रयासले मात्रै समाधान गर्न सकिँदैन भन्ने कुराको उदाहरण हो यो। अब यसरी पहिरो गइसकेपछि हामी पनि लगभग हिँडाइमै पर्यो, तर सबैजना सहयोगी भएको कारणले गर्दा सबैले मिलिजुली बाटो पार गर्न हामीलाई सजिलो भयो। तर म भिडियो हेर्ने सम्पूर्णमा आग्रह गर्न चाहन्छु, बर्खा लागिसक्यो, एकदमै ध्यानपूर्वक हिँडिदिनु होला र सम्बन्धित निकायले यसप्रति गम्भीर ध्यान आकर्षण गरेर समस्या समाधानका लागि जतिसक्दो छिटो प्रयास गरिदिनु होला म भन्न चाहन्छु। बिस्तारै आउनु। लगभग 15-20 मिनटको हिँडाएपछि हामी हाम्रो सम्बन्धित ठाउँमा पुग्यौँ। त्यहाँ जाँदा हाम्रो सेवाग्राहीहरू सबै जम्मा भइसक्नु भएको थियो। तर हामी एकदमै धन्य छौँ, हाम्रो सेवाग्राहीहरू एकदमै बुझ्ने हुनुहुन्थ्यो। उहाँहरूले ढिला गर्नुभयो भनेर कुनै पनि किसिमको गुनासो गर्नु भएन, राम्रोसँग काम गरियो। बुवा मैले भिडियो बनाएको गफ गर्दै हिँड्नु अब। के भयो त बाहिर गएर? एग्रिकल्चर यो झाँटी हो माथि श्रीलङ्कामा छ पोहोरपाडा झन्डीको हो त अहिले चाहिँ अस्तिको पानीले चाहिँ भुरी बतास अलिअलि आँसिने आएको अहिले कागती छ नि एउटा पनि छोडेन फुल खेल्ने बेलामा झारिदियो। ए थाकेर अनि अब यहाँको अलि तपाईँलाई काम गर्न सहज भयो। हजुर माथि सिम्बानी र पाउँछौ साइकलतिर गए त तपाईँको दिमाग खाइदिनु हो नि त। त्यतिकै बोल्दा त्यो मोटरसाइकल त आफ्नो कार छोडाउनु। हजुर हजुर खुसी हुनुभयो। हामी यहाँ घरै गाउँघरमै आएर काठ बाँड्यौँ, कतिको खुसी लाग्दैछ त हजुरलाई? मलाई त सबै खुसी लाग्यो। अनि हामी कस्तो लाग्दैछ त? तपाईँ पनि ठिकै लाग्छ। ठिकै ठिकै मात्र मान्नुभयो। मैले भने जस्तै अहिले त सेवा, हामी त एउटा सेवा ग्राहक हो नि त, हो त। काम गर्ने जनताले सहज बनाइदिने त्यो राम्रो कुरो हो नि त। हामीले त सहज बनाइदिइहाल्छ नि। भोलि माथि सिम्बानी हेर्दा यस्तो लफडा हुन्छ। लफडा गर्नेसित हामीले पनि लफडा गर्छौँ नि त। त्यत्रो जानुभयो कार्ड मैले कसरी चिनेर ल्याएँ कोही बिग्रिएको त्यसरी आफै सोध्नु पऱ्यो नि। यहाँ स्कुल कति क्लाससम्म हो बुवा? हजुर स्कुल कति क्लाससम्म छ? 8सम्म। अहिले नि ज्योति अनि त्यसपछि कहाँ जाने त? 8 पछि? हजुर 8 पछि कहाँ जाने त? तल खुदी जान्छ भरे कोही खुदी जान्छ कोही गणेश नदी जान्छ। धेरै टाढो छ त खुदी त। कोसँग छ? आन्टीसँग? त्यस्तो राम्री भएर पो राम्री छ भनिराख्नु भयो रहेछ। मेरो भनेर राम्रै भन्ने मैले भनेको होइन, राम्रो नराम्रो नि राम्रै मान्नु पर्यो नि त। राम्री हुनुहुन्छ त, साह्रै राम्री। के रोपाई उहाँबाट जानुभयो रहेछ कि?
यसो हेर्दै जाने क्या बुवाले हामीलाई फ्रुटी किनिदिनु भयो थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू खानुहुन्न ऊ खान्छ के पोखरी माछा त खान्छ हुनु नि है कुखुराको कुखुरा खान्छौँ अरू के पाइन्छ र अरू के भन्यो भन। माछा पाइरहेको माछा त खान्न म गर्मी हुन्छ होइन सुँगुरको मासु पाइन्न आफाउने गाउँघरमा सुँगुर माछा नखाने भने त त्यो पाक्दैन। तपाईँले खानुहुन्न किलोको 700 रुपियाँ हुन्छ खानु त लास्टमा पैसा नै हुनु पऱ्यो नि मान्छे पैसा नै हुनु पऱ्यो नि ल। हामीलाई फ्रुटी आफूलाई त्यस्तो पानी 3 पानी काम र हिँडाइले थकित भए तापनि हामी नयाँ ठाउँ घुम्न भने पछि पर्दैनौँ। उहाँ हुनुहुन्छ यस ओडाको ओडा सदस्य बिर्खबहादुर गुरुङ सर। तर म उहाँलाई सर भन्दा पनि बुवा भन्न रुचाउँछु किनभने उहाँले हामीलाई छोरी भन्नुहुन्छ र छोरी जस्तै व्यवहार गर्नुहुन्छ। एकदमै घर जस्तै फिल गराएर उहाँले आफ्नो ठाउँ घुमाउनु भयो। एकदमै एक्टिभ हुनुहुन्थ्यो, एकदमै हाँसी मजाक गर्ने जिस्किने एकदम रमाइलो मान्छे। उहाँकै घरमा हामी बस्यौँ। त्यो कुरा हजुरले अगाडि भिडियो हेर्दा हेर्दै थाहा पाउनुहुन्छ। बाँकी हजुरले भिडियो इन्जोय गर्नुहोस्। थ्याङ्क यू। हाम्रो बुवाको कार्यकालमा बनेको पुल हेर्न सक्नुहुन्छ। हजुर राति बत्ती आफै बल्छ कहाँ ए त्यो त्यही त काम त जेस भइरहेको रहेछ। गाउँमा पनि सडक बत्ती रहेछ। हजुर मेरै आफूले बनाएको यो त यहाँ यो बनाउँछ गोबलडाँडा हाम्रो वडा कार्यालयले बनाएर अब तलै अब तलैसम्म बनाउनु पर्यो, माथिसम्मै बनाउनु पर्यो। बजेट कम आउँछ। बुवा हान्छ क्या हो बुवा बुवा हान्दैन रे हेरेको हेरेछ। Bang pasir bomnya. Ada lu nana. Nana pasir sama apa tu? Ada lu itu pol bidang. Mana bro? Yang saya jalan pada wara kalang jalan pada dua untuk. Yang dia berapa ini? Yang. Dia itu. Pasir. Pasir paina. Kami tuang. Payo lagi bang pasir. Payo. पाहुना लिन आएको ए सक्कु 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 ए सक्कु। नमस्ते नानी। मेरो साला उसरी हो ए यही पर्छ ए त्यो चाबी खोलेर त्यो राउन्ड टेबलहरू सबै राख है। म त्यो पुल हेरेर आउँछु। अब हामी जाँदैछौँ पुल हेर्नलाई। यो सबै कागती खेती गर्नुभएको रहेछ यहाँ। माथिको कुनासम्म छ। कसको भन्नु अरे यो उसको यो सेयरवाला हो। सेयरवाला हो ए हजुरको सेयर छ कि छैन त? मेरो त छैन यहाँ सेयर मैले हाल्नु होला झेउला अहिले खुदी उपल्ला हाइटपर उसमा हामीले विरोध गरेर 3 लाख छोडाएको थियो। 30 लाख आएको थियो भएन भनेपछि हामी केन्द्रमा गएर उ गरेर 3 करोड आहा त्यसमा चाहिँ हामीले कसरी डिभाइड कसरी पुग्छ अब के अरे भन्ने कुरो त्यसै नि अब हाल्ने इच्छा हुने मान्छेको अब त्यसमा पैसै हुन्न। भनेपछि 3 करोड त पुग्नै पर्छ फेरि त्यहाँ। मसँग पैसा धेरै छ भने मैले पुरै हालिदिनु कुरा नै आउँदैन फेरि यो भएर आउँछ फेरि त्यस्तो हुन्छ। यतातिर टिमुर त पाउनु होला है? टिमुर त पाउँदैन। टिमुर खेती नै गर्नु पर्यो बुवा। मैले पाउँछु। अब टिमुर खेती गर्नुहोस्। हो के अरे
तिम्रो पनि राम्रो मसला भन्दै थियो त अहिले त एकदम झन् अहिले त तपाईँको पछिल्लो समय त टिमुर त एकदम चर्चामा छ। जता पनि टिमुरको छोप भनेको छ है, जेमा पनि टिमुर टिमुर टिमुर। ओहो पुल टिमुर राखेपछि अरू केही मजा मामी के साह्रो शैलेन्द्र सरको घरतिर लाने पानी टङ्की बनाएको त्यो रातिको पानीले सबै ग्याबिन जाडियाहरू सबै बुन्नु पर्यो। अनि हो त त्यस्तो कहाँ भन्छ त, त्यस्तो नि भन्छ नि त। के बोल्नुहुन्छ बुवाले, के भन्नुभयो साथीहरू? त्यहाँ एउटा मर्न लागेको वडा सदस्य रहेछ, हामीलाई घुमाइदिनु भयो, सम्झिनु होला भन्नुहुन्छ। त्यसो त कहाँ भन्छु त, हाम्रो आदरणीय, हामीले त बुवा जस्तो मानिराख्यौँ। बिर्खबहादुर गुरुङ उहाँको नाम हो। मैले अहिले भिडियोमा सुरुमै भनिसक्छु, अहिले हामी छौँ पुलमा। बुवा एकचोटि त हेर हाई भनिदिनु त। हाई सी यू। पसिना त खलखल खलखल। बुवाले हामीलाई एउटा गीत गाएर सुनाउँदै हुनुहुन्छ। ल बुवा हुन्छ। मैती चेलीबेटीको चेतन गाउँ सहर डुलेर बुलेर बहिनी आफ्नो पैरा अर्का पैना चिन्ने तिजाको राहरा लाग्यो भरिलाई श्रीमानको बिस्तार खाली गरी गई मोरी। कस्तो राम्रो गीत गाउनु भयो बुवाले। कसैले बुझ्नु भयो कि बुझ्नु भएन, बुझ्नेले कमेन्ट गरिदिनु होला, बुझ्ने साथीहरूले कमेन्ट गरिदिनु होला। तलाएको पिरोती छुट्यो माया फुल्ने बेलामा। कोदो रोप्दा लागेको पिरती छुट्यो तोरी तोरी फुल्ने बेलामा हो कि बुवा? हो त्यो के भन्ने मान लागेको पिरती छुट्यो तोरी फुल्ने बेलामा, फुलमा मोरी डुल्ने बेला। हजुर हो त है। फाइनली हामी बुवाको घरमा आइपुग्यौँ र यति थकाइ लाग्छ। Oh my god. हामी चाहिँ बुवासँग बसेर रोटी खाँदैछौँ, टक्क बसेर। साथीहरू वडा सदस्य बिर्खबहादुर गुरुङको घरमा दिउँसो मेलाको लागि बनाएको बजेको खाजा ल खाइदिऊ ल। ल चियर्स। हेलो बेबी, हेलो बुन्टी। दिदी ओइ यस्तै छ हाम्रो काम। जहाँ गए पनि आफ्नो जस्तै मानेर बस्नुपर्ने,
आजको दिन त यसरी बित्यो। अब भोलिको दिन कसरी बित्छ भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै माया अनि सम्झना।